भएको पहिला पहिला म जान्दाखेरि त्यहाँ पनि धेरैजना आफ्नो ज्ञान पाउनको लागि किताब हेर्छ। तर अहिलेको जमाना सबैजना घरदेखि लिएर सबैजना चुपचाप मोबाइल हेऱ्यो, सबै साइलेन्स, खानु पनि पर्दैन, केही पनि काम गर्नु पर्दैन छैन। धेरै गाह्रो भइरहेछ यो इन्टरनेटले गर्दा। त्यस कारणले गर्दा मलाई याद आउँछ एउटा वैज्ञानिक आफ्नो छोरालाई राम्रो कुरा सिकाउनको लागि विश्वको नक्सा र यतापट्टि मान्छेको रूप चित्र त्यो चाहिँ चाटेर आफ्नो छोरालाई दियो। दिँदाखेरि ल बाबु तिम्रो काम नभए यो नक्सा बनाऊ, यो विश्वको नक्सा बनाऊ भन्यो। अनि यताउता हेऱ्यो त्यो सामान्य बच्चालाई पनि थाहा छ मान्छेको रूप, मान्छेको अनुहार मिलाउने, मान्छेको अनुहार मिलाउँदा यतापट्टि हेर्दाखेरि के भयो विश्वको माइप पनि विश्वको नक्सा पनि बन्यो। त्यस्तै हामीले पनि नेपाल भनेको विश्व शान्तिलाई अपेक्षा गर्ने भगवान बुद्ध जन्मेको नेपालमा हामी हृदयदेखि शान्ति पाउनुपर्छ। शान्ति भनेको वाचना गरेर भनेर लेक्चर्स गरेर पाउने होइन। आफ्नै मनमा म चाहिँ शान्तिको लागि, सहनताको लागि, शिक्षणको लागि के गर्नुपर्छ भने आफैले सोच्नुपर्ने। त्यस कारणले भगवान बुद्धले 5 वटा नियम, प्राणी हिंसा गर्नु हुँदैन, त्यसै गरी अदिनादान अरूको अधिकार भएको अरू नदिकन केही पनि लिनु हुँदैन, व्यभिचार गर्नु हुँदैन, आफ्नो श्रीमान छोडेर, त्यसै गरी झुट कुरा गर्ने हुँदैन, जहाँ रक्सी खानु हुँदैन। त्यो 5 वटा नियम हामीले पालन गर्यो भने हामीलाई अटोमेटिकली के हुन्छ आफ्नो मनमा शान्ति हुन्छ। त्यस कारणले गर्दा